म 5000 फिट माथिबाट हेलिकप्टरबाट खसेको छु र त्यो हेलिकप्टर कच्याकुचुक हुँदाखेरि पनि बचेको छु। साँच्चै हो, हेलिकप्टर चाहिँ तपाईको लकी हो के? उति बेला 5000 फिटबाट खस्दा पनि हेलिकप्टरले बचायो। अब अहिले जेन्जी आन्दोलनमा पनि 5 मिनेट लेट भएको भए मर्ने थिए अनि तपाईँ आफैले भनेको त्यति बेला पनि त्यो हेलिकप्टरले बचायो। खासमा तपाईँ 5000 फिट होइन कि घरको सिडीबाट 1 इन्चको उचाइबाट खस्दा पनि लाम हुने मान्छे हो। तर हेमराज चाहिँ तपाईको खास दोस्त हो कि के हो? तिम्रो बाउको हिम्मत छ भने केपीओलाई छोएर देखाऊ, देशभरि आगो बल्ने छ। ओ दाजै, आगो छोएर बोलेको होइन के, नछुँदै बलिसकेको थियो। आगो छ, घरको पैसा उड्यो, घर जल्यो, आगो त नछुँदै लाग्यो। छोइसकेपछिको आगो चाहिँ कस्तो होला यो हेर्न चाहिँ बाँकी थियो है त। अब महेश दाइलाई हामी पहिला गृह मन्त्री बनाउने, त्यसपछि महेश दाइलाई प्रधानमन्त्री बनाउने। ओ चुडेल दाई, तपाईको दाइलाई पहिले मान्छे बनाउनुस् के, गृहमन्त्री चाहिँ पछि बनाउला। पहिले मान्छे बनाउनुस्, मान्छे बनाउन सक्नु भएन भने शङ्कर हिनाजु बनाउनुस्। हो पक्कै पनि हो, उहाँ चाहिँ फेसबुके प्रधानमन्त्री अर्थात् फागुन 21 को चुनाव पछि उहाँ चाहिँ स्ट्याटस मन्त्रालय दिदिनु होला है त। सागर की तूफान को भी हमने बस में किया है, पहाड़ व चट्टान का पथ मोड़ दिया है। एक बार एक सार्वजनिक कार्यक्रम में एक युवा ने आपके चप्पल से कान के नीचे दिया है, भूल गए क्या?